जिन्दगीमा नि साथीहरू सबै कुराको थोर बहुत ज्ञान चाहिँ हुनुपर्छ अरे के। त्यही भएर म चाहिँ हरेक कुराको थोरै भए पनि ज्ञान चाहिँ लिने कोसिस गर्छु साथीहरू। हेर्नुहोस् न आज यो चाहिँ कट्री जो चाहिँ सर्जरी गर्दाखेरि धेरै ब्लिडिङ भयो भने ब्लिडिङ कम गर्नको लागि युज गरिन्छ। हो यो चाहिँ टुटिहाल्यो कि अनि मसिनरी चिजहरू त हो नि हैन, बिग्रिहाल्छ नि। अनि टुटिहाल्यो अनि टुटेपछि उता इन्फर्म गरिदिएँ मेन्टेनेन्समा। अब मेन्टेनेन्सको स्टाफहरू पनि आउँदै हुनुहुन्छ। त्यतिन्जेलसम्म चाहिँ अब यो टुटिहाल्यो, एकचोटि म ट्राई गर्छु है त भनेर म चाहिँ ट्राई गर्दैछु साथीहरू। यहाँ यो फेदमै टुटिहाल्यो, वायर हो कि यो चाहिँ। अनि टुटिहालेपछि अनि म चाहिँ ट्राई गर्छु नि त एकचोटि भनेर ट्राई गर्दैछु साथीहरू। कतिको सक्सेस हुन्छ हेर्दै जानु होला है त। म चाहिँ घरमा पनि फ्यानहरू बिग्रेको हुन्छ नि, फ्यानहरू बिग्रियो भने अनि जस्तै इलेक्ट्रिक जग अनि मिक्सचरहरू आफै पनि बनाउने गर्छु कि थोरै तिनै चाहिँ। यस्तो सानोतिनो कुराहरू चाहिँ म केटी मान्छे हो म गर्दिनँ भनेर मलाई आउँदैन भनेर सोच्नु हुँदैन कि। आइन्जेलसम्म र सकिन्जेलसम्म चाहिँ कोसिस गर्नुपर्छ साथीहरू है। अनि मैले चाहिँ अब यो जोडिसकेर अब टेप मागेर मैले चाहिँ टेप लाउँदैछु, किनभने फेरि खुला गर्नु हुँदैन नि त, करेन्ट पास हुन्छ त्यहाँबाट। अब कालो टेप थिएन, तत्कालको लागि मैले चाहिँ यो सेतो टेपै लगाइदिँदैछु साथीहरू। झ्याप्पै लाइन गएन न त तुरन्तै आइहाल्छ। ल हेर्नुहोस् है त यत्तिको जोडेँ मैले। अब यत्तिको जोडिसकेपछि चाहिँ ट्राई गर्नु त पर्यो, लाइन आयो कि होइन भनेर चेक गर्नु पर्यो। त्यही भएर मैले चाहिँ यसरी मसिनमा जोडेँ साथीहरू। अब मसिनलाई अन गरेँ। अब हेर्नुहोस् है त मेरो टेक्निक काम लाग्छ कि लाग्दैन। यो चाहिँ अलिक भिजेकोमा कटनहरूमा ट्राई गर्नुपर्छ साथीहरू। यो अलिक ड्राई कटनहरूमा चाहिँ हिट आउँदैन, वेटमा मात्रै हिट आउने भएकोले गर्दाखेरि यो अब अलिक पानी सुकिसकेको थियो यो वाइपरको। त्यही भएर मैले चाहिँ अलिक पानी ल्याउन, यसमा त हिटै आएन भनेर बहिनीहरूलाई चाहिँ म पानी माग्दैछु साथीहरू। देख्नुभयो त हिटै आइरहेको छैन। अब पानी ल्याइसकेको छ है यता बहिनीले, अब पानी लगाइदिन्छ। हेर्नुहोस् है त पानी लगाइदिइसकेपछि हेर्नुहोस् ल आयो त। ल यत्तिको कन्फिडेन्स चाहिँ हुनुपर्छ क्या जिन्दगीमा साथीहरू। हेर्नुहोस् त है त। बाइ बाइ।